ओरिजिनल टेस्टी हो कुनै पनि यसमा मिक्स गराएको चिनीको मिक्स भएको छैन हजुर यो चाहिँ अर्ग्यानिक चाहिँ हामी खाँदाखेरि चाहिँ हाम्रो लागि चाहिँ एकदम स्वास्थ्यको लागि एकदम प्रभावकारी छ हजुर एकदम एकदम बाइक घुम्थ्यो गर्ने ल अपिलो दाइल त ल यसै खानुपर्छ हाम्रो दाइले जस्तै हाम्रो बाबाले चाहिँ प्राय सित्तैमा दिनुहुन्छ सो गाइजहरू एकचोटि चाख्नको लागि चाहिँ हाम्रो गाउँमा आउनुभयो भने चाहिँ तपाईँहरूलाई बाबाले चाहिँ जसरी भए पनि खोजेर दिन सक्नुहुन्छ है त ओके साथीहरू यो लोकल मौरीको मह हो चिउरीको खुरबाट बनाएको मौरीले हजुर यो मिठो छ यो सेरानाको मह हो हजुर एकदमै मिठो ओरिजिनल यो खाएपछि जति जाडो भए पनि गर्मी हुन्छ हजुर हजुर एकदम 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 हेलो साथीहरू आज चाहिँ मैले तपाईँहरूको माझमा लोकल मह अनि मौरीले चाहिँ बनाएको छ है मौरिया छ यो चाहिँ लोकल मह हो लोकल यो हाम्रो गाउँघरमा पाइने चिउरीको बोटबाट जुन फुलेको चिउरीको मह हो यो चाहिँ अनि यिनीहरूले बनाएको हो कम्ता मेहनत हुन्छ नि त नि यिनीहरू सो गाइज अब हामीले चाहिँ बाले चाहिँ झिकेर ल्याउनु भएको छ ऊ त्यहाँबाट अनि मौरी झिक्दै हुनुहुन्छ अनि ठ्याक्कै एक थाल भएको छ लगभग यो 1 किलो जति चाहिँ छ होला है 1 केजी त बढी नै छ होला होइन बा यता हेर्नु त बा यो हाम्रो बाबाले चाहिँ यसरी निकाल्नुहुन्छ टक्कै क्रेटलाई त्यो त्यहाँ छेउमा राखेर यसरी यसको यो धुवा उडाउनुको मतलब चाहिँ ऊ हुँदैन नि त नि त्यो के अरे मौरीले तोक्दैन के यसको धुवाको कारणले त मौरीले त छुस्स तोक्छ नि त नि त्यही भएर अनि सो गाइज अनि म चाहिँ बाबु यो खाएर देखाउँ न थोरै खाएर देखाउँ न म धेरै दिन्न क्या तपाईँलाई यति खाएर देखाउनु त ल खाएर देखाउनु जसले म काट्छ उसले के हो अरे हात चाट्छ यो नेपालीमा पढाइ थियो यो त नेपालीमा त 1 नम्बरमा आउँछ नि यो क्वेसन त अनि वाक्यम बनाउनलाई ल खानु जसले म काट्छ उसले हात चाट्छ नि त बा ल हाम्रो ड्याडीले खानुभयो हाम्रो बाबाले खानुभयो अनि तपाईँहरू पनि यदि इच्छुक हुनुहुन्छ भने अर्डर गर्नु होला है त अनि ताजा मह चाहिँ पाइन्छ हाम्रो गाउँतिर चाहिँ अनि कुनै महमा त अहिले बजारको मह त कुनै त अनि चिनी मिसाएर बनाएको हुन्छ नि त सो हाम्रो गाउँतिरको चाहिँ चिनी मिसाउँदैन लोकल ताजा तर चिउरीको मह हो यो चिउरीको फुलको मह सो गाइज अनि यो पनि म खानेछु एकदम गुलियो छ मिठो हो औषधि नै हुन्छ यो मह चाहिँ एक प्रकारको एकदमै राम्रो छ तपाईँहरूले हेर्न सक्नुहुनेछ है त साथीहरू अनि आउने समयमा आउने दिनहरूमा पनि तपाईँहरूले अर्डर गरेर खाना आउन सक्नुहुनेछ हाम्रो गाउँतिर पैसा लाग्दैन है बा पैसा लाग्छ र बा पैसा लाग्छ र खै लाग्दैन भन्दैन लाग्छ भन्दैन लाग्छ भन्दैन कि लाग्दैन भन्दैन हाम्रो बाबाले चाहिँ प्राय सित्तैमा दिनुहुन्छ सो गाइजहरू एकचोटि चाख्नको लागि चाहिँ हाम्रो गाउँमा आउनुभयो भने चाहिँ तपाईँहरूलाई बाबाले चाहिँ जसरी भए पनि खोजेर दिन सक्नुहुन्छ है त अनि हाम्रो सुजन दाइले पनि खाँदै हुनुहुन्छ अर्ग्यानिक मह हो यो कुनै मिसाएर चाहिँ होइन यो गाउँमा पाइने मह हो खानुपर्छ औषधिको रूपमा खान सकिन्छ यसरी खाइन्छ हजुर अनि हाम्रो जीवन दाइले पनि यो चाहिँ एकदम विशेष गरी यो चाहिँ जाडो महिनाको लागि एकदम गरम मह छ ओरिजिनल टेस्टी हो कुनै पनि यसमा मिक्स गराएको चिनीको मिक्स भएको छैन हजुर यो चाहिँ अर्ग्यानिक चाहिँ हामी खाँदाखेरि चाहिँ हाम्रो लागि चाहिँ एकदम स्वास्थ्यको लागि एकदम प्रभावकारी छ हजुर एकदम एकदम बाइक घुम्थ्यो गर्ने ल अपिलो दाइल त ल यसै खानुपर्छ हाम्रो दाइले जस्तै अनि हाम्रो सुजन दाइले पनि खानुभयो मैले पनि खायो ल साथीहरू तपाईँहरू पनि यदि खान मन छ भने इच्छा छ भने मलाई सम्पर्क गर्नु होला 9745 29 24 57 मा कल गरेर अर्डर गर्न सक्नुहुनेछ मिठो छ है यो लोकल मौरीको मह हो
यो चिउरीको सिजन छ, हजुर चिउरीको खुरबाट बनाएको मौरीले। हजुर यो मिठो छ, यो सेरानाको मह हो, हजुर एकदमै मिठो ल। ओरिजिनल। यो खाएपछि जति जाडो भए पनि गर्मी हुन्छ, हजुर हजुर एकदम एकदम। एकदम। थ्याङ्क यू। अनि हाम्रो मामा त अनि कति वर्ष पुग्नु भयो अरे? म हजुर भयो 60-62 वर्ष। 60-62 वर्षको उहाँ हुनुहुन्छ, तर पनि उहाँ त्यस्तो देखिनुहुन्न, एकदम लक्का जवान 40-45 को देखिनुहुन्छ। म खाएर हो क्या, म खाएर होला। ताजा म खाएको छ, त्यो भएर। हजुर हजुर। अनि गाउँघरमा पाइने अर्ग्यानिक चिजहरू खानुहुन्छ नि त बढी हाम्रो मामाहरूले, सो त्यो कारणले पनि हो कि यस्तो अलिक भर्खरको लक्का जवान जस्तो देखेको। ओके साथीहरू, अनि मेरो यो भिडियो देखेर तपाईँहरू छक्क नमान्नु, अनि थुक पनि ननिल्नु, जस्ट वाउ भन्नु, अनि लाइक कमेन्ट चाहिँ थोक्न नबिर्सिनु होला है त। ओके साथीहरू, फेरि पनि नयाँ भिडियो यसरी नै म अपलोड गर्दै राख्नेछु, अनि तपाईँहरू पनि अनि आउन सक्नुहुनेछ। एकछिन त्यो समातेर बस्नु त ड्याडी, म यसो अलिकति माथि यसो बस्नु ल। ल साथीहरू, अब चाहिँ अर्को भिडियोमा भेट्नेछौँ। ओके बाई बाई।